आज के भन्छ रे यसलाई कट भन्ने अन्त ढिला नगर न हेलो एभ्रिवान, नमस्कार सबैजना। सन्चै हुनुहुन्छ होला? म पनि एकदमै ठिक छु। आज चाहिँ म कहाँबाट भ्लग स्टार्ट गर्दैछु भने आज म मेरो मामा घरबाट भ्लग स्टार्ट गर्दैछु। अनि चाहिँ हामी काम गर्दैछौँ। अनि ट्याक्क आउनुभयो अञ्जना। हेलो अञ्जना, पनि भ्लगमा आउनु के हेलो गर्नु त ल। हेलो। अनि उता हुनुहुन्छ मेरो आमा, अनि हाम्रो यहाँ सुरक्षा बहिनी छिन्, यता काम गर्दैछिन्। ल सुरक्षा त हेर। हेलो कुकुर आज सुरक्षा चाहिँ। अनि म चाहिँ यिनलाई हेल्प गर्दैछु। अनि आमा चाहिँ यता हुनुहुन्छ। अनि हामी चाहिँ सगुनको बिहाको तयारी हो यो सब। हामी चाहिँ तरकारी काट्दैछौँ अहिले सबैको खानाको लागि। अनि आज चाहिँ दिनभरि के हुन्छ सब देखाउँछु म। आज चाहिँ मेहन्दी पनि हो, अनि प्लस आज कसर पकाउने दिन। त्यही भएर हामी बिहानैदेखि तयार अवस्थामा बसेका छौँ, सबै कुरा रेडी गर्दै। त्यही हो, भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला, के हुन्छ सबै थाहा पाउनुहुनेछ। अञ्जना मैले चाहिँ एकदम हतारमा हुनुहुन्छ क्या, आज बोल्ने फुर्सद नि छैन बिचरा यता त। पर्दैन ल गाइज। हामी चाहिँ अहिले सगुनको घर जान लाग्यो। किन भन्दा हाम्रो यताबाट चलन के छ भने केटाको घर गएर निमन्त्रणा दिने बिहेको लागि, अनि मेहेन्दीको लागि निमन्त्रणा दिने चलन छ। अनि त्यही भएर चाहिँ हामी बुकेहरू अनि निमन्त्रणा पत्र अनि सबै तयारी गरेर सबैजना म, सानीमा, प्रकाश मामा अनि नानी अङ्कल भएर जाँदैछौँ सगुनको घरमा। गाइस अहिले चाहिँ हामी सगुनको घरमा निमन्त्रणा दिएर बाहिर निस्किसक्यौँ। हाम्रो चाहिँ घर फर्किँदैछौँ। भयो। म चाहिँ अहिले यहाँ घर आइसकेको छु। अनि यहाँ चाहिँ कसरबाट तयारी हुँदैछ। सगुनले आफ्नो गर्दैछ, म देखाउँछु। गाइजहरू सबै यहीँ हुनुहुन्छ। चाहिँ कसर बाट्ने तयारी हुँदैछ। यता हाम्रो नानी छिन्, ट्याक्कै यता सगुन चाहिँ ठ्याक्क रेडी छिन्। यता मामाले नखिच्नु थियो, मामाको खिच्दै ल। यता चाहिँ हाम्रो माइलो हजुरबाले आफ्नो विधिअनुसार पूजा गर्दै हुनुहुन्छ। यता सानीमाले पनि सहयोग गर्दै हुनुहुन्छ। यता माइजू, हाम्रो आमाले नि तयारी गर्दै हुनुहुन्छ। अब चाहिँ एकछिनमा हामी कसर बटार्न सुरु गर्छौँ हिन्दू धर्मअनुसार। त्यो भइहाल्यो यो पूजा गरेको त्यो रङ्गाको छुट्टै। ल गाइस, हामी चाहिँ यता छौँ। यता भाउजू पनि आफ्नो बिहा सँगै हुन्छ, नानीले पनि म पनि हेर्छु। ल ल दियोलाई क्लासलाई यतापट्टि यो पितृहरूलाई पितृ नाग सबै दुलैको बा हाम्रो मामा माइजू सगुनले पूजा गर्दैछ। सबैजना हामी हेरेर दर्शक जस्तो भनौँ कि अहिले यति बेला। अब चाहिँ ठ्याक्क कसर बटार्न सुरु, पहिलो धान हाल्न सुरु हुँदैछ। यहाँ चाहिँ कसरको पिठो रेडी भइसकेको छ। यहाँ कसर बटार्ने सबैजना आइसक्नु भएको छ, छिमेकीदेखि सबैजना। तपाईँ घिउलेर साह्रै डर लाग्छ मलाई।
मतिर हो क्या मतिर हो यता यता देब्रेको मोमो हो यतै अहिले कसार बटानी सुरु हुँदैछ यो चाहिँ पहिलो घाम अनि अझै कन्ने केटीहरू 3 जना चाहिन्छ अनि 3 जना भएर पहिला सुरुमा बटारेर अनि बल्ल कसार बटार्ने काम सुरु बल्यो 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 ग्यास त ठुलो बनाउनु पर्यो नानी यो देवीले दिएको है मलाई यो एउटी भान्जीलाई हुनुहुन्छ नि सन्जु ठुलो बटार हातभरिको बटार केही हुन्न थप्न मिल्छ केही कसिलो बनाएको तैँले नचलाइका यो पढेछ केटीलाई सानीहरू तिमीले नि गरिहाल ल छिटो यही राख्नु दिदी दिदी अहिले चाहिँ ठ्याक्क कसार बटार्ने काम भइरहेको छ अनि यो चाहिँ बिहाको एकदम इम्पोर्टेन्ट हो कि अनि त्यही भएर यहाँ तयारी भइरहेको छ कति पनि कसार बटार बेच्छु सबैको बिहाको अनि यो कसार चाहिँ जति कसिलो जति जरो भयो त्यति नै सम्बन्ध एकदम गाढा हुन्छ दिगो हुन्छ भन्ने भनाइ छ एकदम चपक्क लाग्छ कि यो भनेको एकदम गुड साइन हो क्या होइन सानी अहिले चाहिँ लगभग 5:30 बजिसकेको छ अनि म चाहिँ मेहन्दीको लागि रेडी भइसकेको छु अनि सगुन चाहिँ अगाडि मेहन्दी लाउन गइसकेँ अनि यहाँ चाहिँ को कस्तो कस्तो देखेँ म चाहिँ एकदम सिम्पल लुक गरेँ हो हाम्रो यहाँ कान्छी ग्रिन लगाइछिन् अनि आमाले येल्लो लगाउनु भएको छ तिमीलाई यहाँ त पानीमा यता ओहो पानीमा जानु भएर सगुनको चाहिँ उता मेहन्दी लगाउँदैछिन् अब एकछिनमा ज्वाइँ थाहा पाउनुहुन्छ नि
सगुनको चाहिँ मेहन्दी लगाउन सुरु भइसकेछ। हेर्नु कति दामी देखेछ। अनि सगुन चाहिँ ह्याप्पी छिन्। यिनलाई देखेर हामी पनि ह्याप्पी छ। एकदम रमाइलो हो के हाम्रो सँग त यो रमाइलो बिहा भनेको यही हो। अविस्मरणीय मामा घरतिरको चाहिँ एकदम एक्साइटमेन्ट छ हामी सबैमा। अनि के अरे अब यो सगुनलाई त सानैदेखि हामीले लिएर हिँड्ने ओर्ने गरेको नि त यो बिहा गर्ने भइसक्यो। अनि एकदम खुसी भयौँ क्या। हामी मनदेखि नै यति खुसी छौँ नि यसलाई खुसी देखेर। गाइस मेहन्दी सेरिमनी लगभग आधी भइसक्यो। अब चाहिँ ज्वाइँहरू चाहिँ घर जाँदै हुनुहुन्छ। यी सबैजना हुनुहुन्छ। हामी सबै यहाँ छिन्। ज्वाइँ यता हुनुहुन्छ। ल पर्सि आउनु होला बाजा गर्दै। बाई ल सबैलाई ल सेरिमनी भइसक्यो। ज्वाइँहरू जान लाउनु भएको छ। अहिले चाहिँ ज्वाइँहरू जान लाग्नु हो। अनि हामी चाहिँ तल त्यहाँसम्म छोड्न जान लाग्यो क्या ज्वाइँलाई। ल गाइस मेरो चाहिँ मेहन्दी लाउने पालो बल्ल आयो। ज्वाइँलाई चाहिँ हामीले पठाइयो अनि मेहन्दी लाउन लाहौँ। अनि सगुनको पनि तल खुट्टातिर छ। अनि मलाई चाहिँ यहाँ यता देखाइ क्या सुरक्षा। यो चाहिँ मेरो सुरक्षा बहिनी हुन् उहीँ कि। अनि यिनी चाहिँ मेकअप आर्टिस्ट प्लस मेहन्दी आर्टिस्ट पनि हुन्। अनि एकदम राम्रो मेकअप गर्छिन्। आजको सगुनकोलाई देखाइदिनुहोस् त उता। सगुनको मेकअप पनि यिनले गरेकी हुन्। अनि मेहन्दी पनि यिनीहरूले लगाउँदैछिन्। हामी चाहिँ एकदम प्रफुल्ल हौँ सबैलाई मेहन्दी लगाउँछ। थ्याङ्क यू सो मच हजुरहरूलाई पनि यस्तै मेहन्दी लाउन चाहनुहुन्छ भने हाम्रो सुरक्षा बहिनीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अनि हाम्रो उता चाहिँ यता बहिनीहरू हुनुहुन्छ। उता हाम्रो प्रकाशमा मेरो प्यारो मामा। अनि अब चाहिँ भित्र कान्छीले गएर देखाइदिन्छु। किन भन्दा म यहाँ मेहन्दी लाउनलाई चाहिँ सबैलाई सर्व देखाइदिएर त्यही हो गाइस। हजुरलाई आजको भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला। यति बेरसम्म भिडियो हेरेर साथ दिनुभयो। यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। बाई। अब एकचोटि सबैलाई मामाले बोल्यो जिउनी हो। मामा बोल्दै बिचमा राखिदिन्छु ल। हाम्रो भान्जीको बोल्नु यहाँ आजको सबैभन्दा कस्तो आज के भन्छ अरे यसलाई कट हेर्नु यहाँ 12 बजेको यिनीहरूको चटक सुरक्षा केसको चटक हेर कहाँ आइनेको फेरि। ए अब 1 बजी भुत चाहिँ कतै हिँडेछन् मान्छे तर्सेलान् क्या। त्यो बिहा छ सगुनको सुत्नु नपाउने हामी पो नि। ओइ आउँछ छिटो 1 बजी ल गाइस हामी चाहिँ सुतिसकेछौँ। यहाँ सुरक्षाले भ्लग बनाउँ न भने चिन्न के अवस्था यसको। रातिको 1 बजे गाइस। यिनीहरूले सुत्न नदिएर मलाई यहाँ साह्रै पिर परेको। डाक्टरको लागि हामी
अब सुता सुरुको भाटाले हालिदिन्छु म भर्खरै बन्द गरेको 2 सेकेन्ड नहुँदै खाएर गर्दै क्या